नमस्कार क्रिकेट प्रेमी साथीहरू, आजको भिडियोमा हामी कुरा गर्दैछौँ नेपाल र जर्सी बीच हिजो सम्पन्न भएको दोस्रो एकदिवसीय खेलको, जहाँ नेपाली टोलीले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गर्दै जर्सीलाई डिएलएस नियम मार्फत 7 रनले पराजित गर्दै सिरिज आफ्नो नाममा पार्न सफल भएको छ। अब सुरु गरौँ खेलको सुरुदेखि। टस जर्सीले जित्यो र पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। सुरुवातमा नेपाली बलरहरूले निकै कडा लाइन र लेन्थमा बलिङ गरे। करण केसीले नयाँ बलबाट दबाव सिर्जना गरे भने सन्दीप लामिछानेले आफ्नो जादुमय लेग स्पिनबाट जर्सीका ब्याटरलाई खुल्नै दिएनन्। तर जर्सीका ब्याटरहरूले बीचका ओभरमा उत्कृष्ट साझेदारी गर्दै इनिङ्स सम्हाले। प्याट्रिक गोजले 95 रनको शानदार इनिङ्स खेले भने ह्यारिसन कारियोलले अर्धशतक पूरा गरे। निर्धारित 50 ओभरमा जर्सीले 6 विकेट गुमाउँदै 282 रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो। नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान 2-2 विकेट लिए। अब भने कुरा गरौँ नेपालको। ठूलो लक्ष्य पछ्याउन मैदान उत्रिएको नेपालका लागि सुरुवात मिश्रित रह्यो। आसिफ शेख छिट्टै आउट भए पनि त्यसपछि कुशल भुर्तेल आक्रामक ब्याटिङ गर्दै जर्सीका बलरमाथि दबाव बढाए। उनले केवल 42 बलमा 52 रनको 20 पटक इनिङ्स खेले। त्यसपछि ईशान पाण्डेले एक छेउ सम्हाल्दै निकै परिपक्व ब्याटिङ प्रदर्शन गरे। उनले 115 बलमा 90 रनको उत्कृष्ट इनिङ्स खेल्दै नेपालको जितको बलियो आधार तयार पारे। भीम सार्कीले महत्त्वपूर्ण 37 रन जोडे भने अन्तिमतिर दिपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले आवश्यक रन थप्दै नेपाललाई मजबुत अवस्थामा पुर्याए। यही क्रममा मौसमले खेलमा हस्तक्षेप गर्यो। लगातार वर्षा भएपछि खेल केही समय रोकियो। अम्पायरहरूले मैदानको अवस्था निरीक्षण गरेपछि पुरा 50 ओभरको खेल सम्भव नभएको निष्कर्ष निकाल्दै डिएलएस नियम लागू गरे। डिएलएस गणना अनुसार नेपाल आवश्यक अवस्थामा अगाडि रहेकाले नेपाललाई डिएलएस विधि मार्फत 7 रनले विजेता घोषणा गरियो। यससँगै नेपालले जर्सीलाई 7 रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्यो र सिरिज पनि आफ्नो नाममा पार्न सफल भयो। खेलभर नेपालले ब्याटिङ र बलिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गर्यो। बलिङमा सन्दीप लामिछानेले महत्त्वपूर्ण विकेट निकाल्दै जर्सीको रन गति नियन्त्रण गरे भने करण केसीले पनि महत्त्वपूर्ण समयमा विकेट झार्दै टोलीलाई ठूलो सफलता दिलाए। ब्याटिङमा कुशल भुर्तेलको आक्रामक सुरुवात र ईशान पाण्डेको जिम्मेवार इनिङ्स नै नेपालको जितको मुख्य आधार बन्यो। उत्कृष्ट 90 रनको इनिङ्स खेलेका ईशान पाण्डे खेलको प्लेयर अफ द म्याच घोषित भए। मैदानभर नेपाली खेलाडीहरू खुसियाली मनाउन थाले भने समर्थकहरू पनि नेपालको शानदार जितको उत्सवमा रमाए। यो जितसँगै नेपाली टोलीले आफ्नो उत्कृष्ट लय कायम राखेको सन्देश दिएको छ र आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अझ ठूलो आत्मविश्वास हासिल गरेको छ। आजलाई यति नै, भेट्नेछौँ हामी कुनै अर्को क्रिकेटको नयाँ समाचारको भिडियोमा। तबसम्मको लागि हामीलाई बिदाई दिनुहोस्। धन्यवाद। जय नेपाल, जय क्रिकेट।